तपाईँ आएको बेला सोधिहाल्छु मैले होइन तपाईँलाई ल। सोफा आप चाहिँ कस्तो लाग्छ देश कसरी बन्छ भने चाहिँ उहाँ जस्ता व्यक्तित्वहरू मिलेर चाहिँ इन्टरप्रेनरसिप उद्यमशीलता सुरु गर्नुहुन्छ। उद्यमशीलताले एउटा लगानी हुन्छ, त्यहाँ रोजगारहरू सिर्जना हुन्छ। उद्यमशीलताले जति धेरै फाइदा भयो त्यति धेरै ट्याक्स तिर्नुहुन्छ, त्यो ट्याक्सले चाहिँ देश धनी हुन्छ। र सोफा भनेको चाहिँ काठमाडौँमा जानुहोस्, धनगढीमा जानुहोस्, यहाँ आउनुहोस्, पोखरा पनि छ क्या, पोखरा, चितवन, नेपालगञ्ज, बिर्तामोड हाम्रो सबैतिर धेरै ठाउँ छ है? एउटा सबैतिर छ। यसरी चाहिँ देश बन्ने हो त एउटा चेनमा हामी काम गर्छौँ। अहिले सोफा आपले नेटवर्कमा 400 प्लसलाई चाहिँ रोजगारी दिएको छ 400 प्लस एउटाले भन्छ। हामी जम्मा कतिसम्म नेपालमा बेरोजगार 11-12 लाख। 11-12 लाख डिभाइड बाई 400 गर्दाखेरि कति भयो? 11,000 जन। तपाईँ जस्तो मान्छे भयो देशमा सबै रोजगार हुँदो रहेछ। अनि तपाईँ जस्तो मान्छे पनि चाहिएको छ नि त भिजनरी। हाम्रै क्षेत्रबाट यो सोफा बुटोल भएकै तिलोत्तमा क्षेत्र पनि रूपन्देही 2 पर्छ र उहाँको क्षेत्र पनि भएको कारणले गर्दा जेनजीको जुत्तामा स्वतन्त्र व्यक्तिलाई मैले हिजोदेखि नयाँ अनुहार र स्वतन्त्र व्यक्तिहरूलाई सपोर्ट गर्दै आएको म जतिखेरदेखि यो मिडियामा सोसल मिडियामा म एक्टिभली लाग्न थालेँ त्योदेखि अहिले चाहिँ राजनीतिक दलहरूप्रति म यो चुनावमा चाहिँ त्यसरी खटिएको छैन, लागेको पनि छैन, कोही व्यक्तिलाई उचालेको पनि छैन, कसैलाई विरोध गरेको पनि छैन। तर नयाँ अनुहारले भिजन भएका राम्रा व्यक्तिहरूले जित्नुपर्छ